आज म तपाईँहरूलाई एउटा अनौठो किसिमको चिज चाहिँ वीरगञ्ज कृषि औजार कारखानामा उत्पादन भएको अनौठो किसिमको चाहिँ चिज तपाईँहरूलाई देखाउँदैछु। ल ल अनौठो किसिमको चिज यता ल्याउनुहोस् त। वीरगञ्जको कृषि औजार कारखानामा उत्पादन भएको अनौठोको चिज ल यहाँ ल अनौठोको चिज यो हो, हेर्नुहोस्। हाम्रो वीरगञ्ज कृषि औजार कारखानाको एकदमै चिफ इन्जिनियर रितेश देव र उनको श्रीमती मिली देव मिलेर बनेको चाहिँ यो प्रडक्टको नाम के छ? सान्वी देव छ। ल हेर्नुहोस्, एकदम अचम्मको यो प्रडक्ट पनि चाहिँ वीरगञ्जको कृषि औजार कारखानामै बनेको चिज छ। त्यसैले ल सान्वी देव ल भाग्यमानी हुनु है। ल त ल नमस्कार हजुर। जोक गरेको हो, नहाँस्नु होला है, जोक चाहिँ गरेको हो। ल धन्यवाद।